हजुरको सही गरेर पाठाआटा बिक्री छन् कि पाठा बिक्री दसैँ आयो अब पाठाआटा बेच्ने हो कि बेच्ते पाठा बेच्ते अन्त बिक्री यो पाठा त छन् त यहीँ बोकेबाट बोकेबाट हो त कति रुपियाँ हो पाठा त बिक्री छ एउटा दसैँमा चाहिने थियो त मैले न तँ बनाइनौ कति दिनु म कति दिने तर यो मालिक कहाँ के त आज मालिक बजार बाइक अहिले ए कति म 5000 दिनमा त 5000 नाइ हुनु 4000 दियो त्यो कहिले तुम्हारा घर झगडा त हुने होइन बड्डाबाट नाइ केही झगडा हुँदैन 4000 दिएपछि दिनु भने नाइ हुनु 5000 नाइ हुनु 4000 दिएपछि हुने 4000 दिए 5000 देऊ ल त नाइ 5000 नाइ हुनु 4000 देऊ 4000 त्यो 4000 दिएपछि दिने हो 4000 दिएपछि दिने हो ए ल त मेरो ठिकै हुने दसैँ गर्न यो यसलाई 1 2 3 4000 रुपियाँ त राउनु सक्नु राउनु छु ए 4000 दिनु त त्यसो भए द्या पाठा द्या ल त अब क्या दिन्छौ बड्डी क्या दिन्छौ क्याद्या खाली बस्या क्याद्या औ आज पाठो फाले मैले त अझ पाटो फालिन् औ को पाटो ठुलो हुने पाटो फालिन् त्यो निगर्यो त कतिको फाल्यौ 5000 दिउँला भन्नु छु मैले 4000 दिउँला भने बड्डा कोरो लागे फुट्यो अब क्या द्या एसी अब 5000 दिउँला भने उल्लो कत्थु चाहिँ कहाँ गयो कापु गर्दा अब को पोइ ल 1 2 3 4 5000 मा फाल्नु भने हैन त मैले 4000 भने त मैले त 5000 नाइ भने 5000 दिउँला भन्नु थियो 5000 दिउँला भन्नु थियो 4000 भने मैले जानी त्यसो भए कसो खोरो लाउने भन्नु नछ यो क्याद्ने हजुर यो तपाईँ भिडियो हेर्ने मान्छे सबै यो गाउँघरको वातावरण शिक्षा बिना यस्तै हुन्छ जीवन अँध्यारो क्याद्ने हजुर यो अब 5000 दिउँला भन्यो कहाँको मान्छे हो पाठो लियो बाइक अब कहाँ खोज्दा जाने हो अब यो 4000 ल अब यो 4000 ज्यादामा नि 5000 कममा नि क्याद्ने अब यो यस्तै हुन्छ हजुर गाउँघरमा शिक्षा नभएपछि स्वास्थ्य नभएपछि गरिब त्यस्तै मरिजान्छन् उपचार गर्न नपाइकन अब शिक्षा नभएपछि क्याद्ने अब महिलाहरू अब 1000 घाटा लिएर अब यो क्याद्ने अब 1000 घाटा भयो हामीले अब 4000 ज्यादामा नि 5000 कममा नि अब उ त 5000 दिउँला भन्नु थियो 5000 दिउँला भन्नु थियो द अब उयो 4000 ज्यादा भएन 4000 खरक्कै बनाएर पाठो काफुगाई कल्लो लियो अब तपाईँ भिडियो हेर्ने साथीहरू सबै न यो गाउँघरको सर्वसाधारणको भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला तपाईँ साथ सपोर्टले अगाडि बढ्ने हो शिक्षा बिना जीवन अँध्यारो भनेको यस्तै हुन्छ हजुर क्यार्ने